साँच्चीकै यार यो पुनाको भुगाउँ भन्ने ठाउँमा पनि साँच्चीकै स्वर्ग नै रहेछ यार। तर सबै भ्लग देखाउँछु, हेर्नु होला है पुरा भिडियो। त गाइस हाम्रो चाहिँ यो स्विमिङ पुल चाहिँ खराब भएको छ होइन। अब एक दुई दिनमा त्यति राम्रो काम पनि भएको छैन। तर यता हेरौँ न यार, क्या बात है सर, क्या बात है। हामी चाहिँ ब्याग लिँदैछौँ यार। यतापट्टि पनि छ, यतापट्टि पनि छ, घरहरू छन् होइन। अब यतापट्टि हाम्रो जाने हो, अब गाडीमा बस्छौँ हामी। तर साँच्चैकै हेर्दा सुन्दर छ है यताउति। अब रोड पनि धेरैहरू छन् होइन। यताउति हेर न, यतापट्टि पनि क्रिकेट खेल्छन् है यहाँभित्र चाहिँ। अब खेल्छन्, अब त्यस्तै हो होइन। अनि तल यस्ता यस्ता कमसेकम 20-25वटा ठाउँ छन् कि पुरा घुम्न मिल्यो क्या त्यसमा होइन। अब छन्, अरे यी कोन, अच्छा अच्छा यी त वासिनका केराहरू होइन। तर केही छैन, बहुत राम्रो ठाउँ छ क्या एकदम घुम्न फिर्नको लागि होइन। तर कुनै दिन मलाई लाग्छ यार त्यो ठाउँमा हरियाली छ होइन। यो ठाउँभन्दा हुन त अरू ठाउँ पनि राम्रो होला क्या। तर यो ठाउँमा के छ भने एकदम चिसो, एकदम शान्त जग्गामा बसे जस्तो लाग्यो क्या आफूलाई, एकदम मस्त। क्या बात है। हामी त गाडी चलाउँदैछौँ, बिस्तारै जाँदैछु। हामी बिस्तारै गयो भने अब अगाडि क्यामेरा बनाउनुपर्छ। फेरि यो ठाउँ हेर न यार, यतातिर काँडे तार लगाएका छन् होइन। यतातिर फेरि माथि हेरेर जुम गरेर। तर भिडियो बनाउने चाहिँ मेरो एकदम ठुलो सपना भइसक्यो कि पुरा चाहिँ अवश्य पनि हुन्न होइन। तर मेहनत यति गर्नेछु कि चाहे आँसु बगाउनु परोस् या पसिना बगाउनु परोस्, तर गर्नेछु, जे पनि गर्न तयार छु म होइन। तर मेरो एकदम ठुलो सपना भइसक्यो होइन। पुरा चाहिँ हुन्न, त्यो चाहिँ म ग्यारेन्टीको साथ भन्छु होइन। हुन्न, रहर हो। अब मेहनत गरिरहनु पऱ्यो, त्यो हिसाबले चाहिँ गरिरहनु पऱ्यो होइन। केही छैन, खै माथिबाट भगवान्ले काहीँ चान्सै दियो भनेपछि अलग कुरा होइन। नभए साँच्चीकै छैन कि साथी मेरो भाग्यमा होइन। त्यो म लेखेरै भन्छु होइन। तर यो ठाउँ त हेर न यार, क्या बवाल छ। तल भुगाउँ देखिन्छ यहाँ त्यही होइन। थोडा गाडी भने क्या बवाल छ, हेर्नु न यार, सुन्दर ठाउँ होइन। माथि छौँ है, एकदम रमाइलो क्या यार साथी। अरे अरे मौर 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 यार साथीहरू, मयूर, क्या बात है सर, हेर्नुहोस् न यार। यस्तो फिल आउँछ कि कहिलेकाहीँ त एकदम दिलैदेखि के यार मोर जस्तो त लाग्यो। हजुर भन्नु होला है, यो मोर के हो मैले चाहिँ खासै बुझ्न सकेन है। अनि मोर चाहिँ थोडा पाक पछाडिका ठुला हुन्छन् होइन, त्यो चाहिँ मैले देखेको थिएँ होइन। यो चाहिँ खै के हो बुझ्न सकेन। हजुरले कमेन्टमा भन्नु होला कुन सा चरा हो।